हेलो एभ्रिवान नमस्ते नमस्ते यता फर्किनु हेलो हामी चाहिँ आज डे टू हो। हामी चाहिँ अब कहाँ जानु लाग्यो, घुम्नु जानु लाग्यो। आज चाहिँ अलिकति अबेला हिँड्दैछौँ किनभने सेकेन्ड हामी स्क्वायर चाहिँ वाटर पार्क अनि हप अन हप अफ बक्स तिनवटा डेस्टिनेसन त्यति मात्रै डुल्ने प्लान भएर अलिकति रुगाले घाँटी खराब भएको छ अनि बुढालाई पनि सबै फुलिए जस्तो फिल भएको छ कि हात खुट्टाहरू मेरो नि जम्मै औँलाहरू सबैजनालाई हामी चाहिँ ग्र्याब खोज्दैछौँ है टाउन जानुको लागि। र हामी चाहिँ घरबाट सेलबाट निस्किएर यो ठाउँमा आयौँ। आज चाहिँ हामी यो साइगन स्क्वायर भन्ने के भन्छ यो सपिङ गर्ने ठाउँ हो। अब चाहिँ हामी भित्र बस्छौँ सपिङ गर्न। हामी चाहिँ बार्गेन गर्दै थियौँ कि अघि त्यही भएर के कस्तो हुँदो रहेछ प्राइसहरू भनेर। यहाँ नि साइगन स्क्वायरमा चाहिँ अलिकति उस हुन्छ भन्थ्यो, के अरे अलिकति बार्गेन गर्नु पर्दैन भन्थ्यो, किन नपर्नु सेम रहेछ दोकानको स्टाइलहरू सेम। तर यहाँ चाहिँ अलिक कुल रहेछ चिसो। आज त एकदम हेडेक भयो क्या मेरो सिमले काम नगरेर। यो बिल्डिङ हेरेर म त धन्नै ढल्ने। ल हामी चाहिँ अब खाएर लागियो बाटो। साइगन स्क्वायर भन्ने चाहिँ ठुलो सपिङ मल छ। खुल्लै छ ल जाऊँ। हामी चाहिँ आज बिल्डिङ एकदमै भिड के ठ्याक्कै हाम्रो काठमाडौँ जस्तो लाग्ने यस्तोमा हामी चाहिँ आज बोट चढ्ने प्लान गरेछौँ। बोट भन्नाले हिजो गएको ठाउँमा राति चढ्ने प्लान गरेर फर्केको थिएँ नि, त्यही ठाउँमा जाँदैछौँ। पुरै काशी माया रे साइगन सेन्टर थापा यस्तो छ है। हाम्रो चाहिँ सिमले धोका दिएर अहिले चाहिँ फेरि ई सिम किनेर इन्टरनेटबाट अपलोड हुँदैछ। के गर्नु हुँदैछ। आज चाहिँ हामी नाइटमा घुम्ने भनेर अलिकता ढिलो आएको। यत्तिकै सिमले धोका दियो कि नेट नै चलेन। एयरपोर्टमा किनेको सिमले कामै गरेन कि एक दिन भन्दा। अनि आज चाहिँ चेकै गरिएन बिहान हेर्दा। अहिले पो थाहा भयो बाटोमा आएर काम नगर्दो रहेछ। अनि फेरि इन्टरनेटबाट ई सिम गरेर हुँदैछ। ल सिमको सर्टेड आउट भयो हाम्रो। ई सिम लियौँ हामीले चाहिँ यो के अरे यहाँ एयरपोर्टमा सिम लिएको युज वन हाल्दैछ क्या हामीलाई मोबाइलमा आएको थियो। हामीले चाहिँ आफैले किनेर आफैले हाल्नु पर्दो रहेछ है। यिनीहरूले चाहिँ बुढो सिम ओल्ड सिम युज सिम हालिदिँदो रहेछ। हामीलाई त्यो थाहा भएन, कस्तो हर्न बजाएर माऱ्यो। अनि धोका पायो नि त हामीले। एक दिन चाहिँ चल्यो, त्यसपछि चलेन। ठ्याक्कै काठमाडौँको याद आएको छ मलाई क्रस गर्ने चाहिँ। यस्तो भिड के बाटो। यता चाहिँ अलिकति खुल्ला रहेछ, त्यही पनि
हैरान पार्यो आज हामीले अलिअलि सपिङ गरेको पोका हेर्नु त यहाँको मान्छेहरूले यति धेरै स्कुटी गाडी बाइक चलाउँदो रहेछ साँच्चै रहेछ हाम्रो नेपालमा भन्दा धेरै छ क्या जताततै फेरि बाइकको पार्किङ चाहिँ बेलुका दोकान बन्द हुने बित्तिकै यहाँ अगाडि ए बारेछ त ए यता रहेछ फेमस खाना रहेछ सबै हाल्ने अनि आगोमा बसाल्ने अनि के अरे एक फोडेर हाल्ने अनि मोल्ने यो पेपर चाहिँ के होला भन्नुहुन्छ भने यो चाहिँ राइस पेपर जोर निकाली भेज यार म त लामो हराएँ भनेको नि त यस्तो रमाइलो आँखा नदेख्ने मान्छेहरूले रहेछ यो बजाएको आँखा नदेख्ने मान्छेहरू सबै आँखा नदेख्नेहरू चेन्ज मनीहरू छ भने दिनु बिचरा कोही नि नाइ के फेरि बिल्डिङ बेलुका आएको कि बेलुका यस्तो रमाइलो हुन्छ नि त एभ्री बिल्डिङ पुरै लाइट के रमाइलो बस पनि आयो बस चढ्न त भ्याएन आज बोट चढौँ पहिला भ्यायो भने बस पनि चढौँ ल राति नरोकिदिने कि यहाँ त मान्छे रोकिनुपर्छ गाडीभन्दा यस्तो डेन्जर चलाउने छ आफ्नै नेपाल खतरा सपिङ भयो आज हाम्रो तन्न मैले ब्याग लिएर आएको थिएँ र यसमा माथि बसेर यो पुरै होचिमिन सिटी डुल्नुपर्छ अब हामी जाँदैछौँ एकछिन यहाँ बसौँ है यहाँ बसेर यो के पुरा राउन्ड एबाउट यसरी सजाएको के यस्तो गरेर चक्करै लाग्ने हामी चाहिँ आज के अरे कस्तो वाटर बस के साइगन वाटर बस राति जाने भनेर हिजो यहाँ आइपुगेको पनि हामी फर्केर गयौँ आज चाहिँ
कस्तो थाक्यो भिडमा हिँडेर के खासै धेरै त होइन नि बल्ल राम्रो बस्छ नाइट मोड दामी देख्दो रहेछ यार है भर्खर क्यामेरा फोनले भन्दा धेरै राम्रो आउँदो रहेछ फोनले भन्दा यस्तो गरेर घाँटी दुख्छ आया के गरी बनाउँछन् यस्तो बिल्डिङहरू आज हाम्रो बेजोग बनाएको यस्तो बनाइदियो मेरो बुढालाई सिम कार्डले सिम कार्ड होइन सिम कार्ड चाहिँ एयरपोर्टमा आएपछि त्यो आँखाले आफ्नो आँखाको अगाडि के त्यो सिल प्याक हेर्नुपर्छ क्या हामीले चाहिँ के गरेँ भने उसले सिम कार्ड भन्यो अनि कति भनेको 3000 होइन 300,000 भन्यो क्या त्यसलाई रफली 9-10 पाउन्ड त्यो किनेँ अनि त्यहाँबाट त्यसले चाहिँ खटाखुट गरेर डन भन्यो क्या 5 मिनटमा खासमा यहाँ प्रोसिजर चाहिँ तपाईँले सिम कार्ड किन्दाखेरि स्पेसली एयरपोर्टमा चाहिँ सिल प्याक हेर्ने पहिला पनि इन्ट्री गर्छ अरे क्या होइन भने चाहिँ त्यो चाहिँ कसैले चलाएर अब उनीहरूले के गरी युज गर्छ पनि 2 दिन 3 दिन बाँकी भएको हुँदो रहेछ झुटो बोलेर अनलिमिटेड फर 10 डेज अथवा अनलिमिटेड फर 30 डेज भनेर दिन्छ त्यो सिम कार्ड चाहिँ हाम्रो सिम कार्ड चाहिँ एक्चुअली 2 दिन पनि भएन क्या अनि आज फेरि ई सिम अनलाइनमा किनेको बरु 2 GB डाटा एभ्री डे फर 8 डेज किनेको ठ्याक्कै 3-4 पाउन्ड मात्रै लाग्दो रहेछ है यो इन्फर्मेसन साथीहरूलाई को भिजिट आउनुहुन्छ भियतनाममा चाहिँ अब डाइरेक्ट फ्रड त हुँदैन यहाँ चाहिँ अब कस्तो भने बाहिर चोरी चकारी त त्यति साह्रो देखिएन तर त्यस्तो सिमहरूमा चाहिँ फर्स्ट टाइम देखेँ मैले नत्र यहाँ सपहरू त बाहिर ओपनै छोडिदिएको हुन्छ केही पनि छैन त्यो सिम कार्डमा चाहिँ एकदम ध्यान दिनु होला सबैले थ्याङ्क यू त्यस्तै हो अब एउटा धोका खाइयो हामीले सिमको बारेमा सिम चाहिँ नहुने फेरि बाटो हेर्न पर्ने सिम के अरे डाटा चाहिने अनि फोन गर्न पनि ग्राब होइन ग्राब बुक गर्न पनि झन्डै हामीलाई घाटा परेन 1.25 करोड घाटा लाग्यो नि हो 2-3 लाख घाटा लाग्यो कि हो 3 करोड होइन 3 लाख हाम्रो नेपालको 300,000 3 करोड त्यही ठ्याक्कै 3 करोड घाटा लाग्यो 3 करोड घाटा लागेको छ हामीलाई करोडको कुरा गर्ने हाम्रो डोना भाइलाई एकदम सम्झेको छु यहीँबाट हेलो डोना भाइ नमस्कार तपाईँले करोडको कुरा गर्नुहुन्थ्यो हामी एयरपोर्टमा झरेदेखि करोडको भन्दा अरू कुरै भएको छैन करोडको खाना खाइन्छ करोडको ट्याक्सीमा हिँडिन्छ करोड पैसा तिरिन्छ अनि त्यसपछि करोडभन्दा माथिको हिसाब मात्रै आउँछ हामी चाहिँ करोडौँमा हिँड्दैछौँ साथी हो तपाईँहरूले पनि विचार गर्नु करोड बोकेर मात्रै आउनु नत्र दुःख पाउँछ भियतनामी करोड एकदम सानो पैसा त भन्ने होला नि होइन एकदम करोडको धन्न नोट चाहिँ मैले सोचेको थिएँ 1 पाउन्डको 35,000 कति गरे मेन ठुलो पैसा चाहिँ कतिको हुन्छ अरे 500,000 500,000 को हुन्छ सबैभन्दा ठुलो पैसा अनि अब चाहिँ हामी बाटो क्रस गर्दै बोटको टिकट काट्न जाँदैछौँ के हुन्छ हेर्नुपर्छ जाम यहाँ चाहिँ एकदम नराम्रो ब्याड हेबिट चाहिँ यस्तो छ है बाटो चाहिँ रोक्दैन हामी आफै विचार गरेर हिँड्नुपर्छ एकदम आफै विचार गरेर हिँड्नुपर्ने ओहो जनकै बाजी लाएर बाटो क्रस गर्नुपर्ने नि सबै कुरा विकास भइसकेको यो विकास चाहिँ नभएर यहाँ चाहिँ लाइटहरू रेड लाइटहरू सबै हेर्छन् तर यो क्रसिङमा चाहिँ छोड्ने भनेको कुरा छैन
यस्तो छ टिकट चाहिँ कति बजेको छ भन्थे हिजो बिर्सिहाल्यो हुन त अब फेरि 2 नाइटको लागि हामी 3 दिनको लागि यही ठाउँमा आउँदैछौँ हामी चाहिँ अहिले एयरपोर्टको छेउमा छौँ कि हामी यस्तो छ पैसा फेको तमासा देखो हो यो फुल चाहिँ एकदम फेमस रहेछ हो यो कन्ट्रीमा यस्तो ल हामी चाहिँ यहाँ एक्सिडेन्ट भएर के भएर ढिला भयो चाहिँ यो बोटमा जाने भयो जाऊँ भित्रबाट पनि देखिन्छ कि झालबाट हामी चाहिँ बोट चढेर साइगन वाटर बस चढेर जाँदैछौँ घुम्न बाहिर hành lý trước khi rời khỏi tàu. Xin cảm ơn và hẹn gặp lại. Saigon Bus will be arriving at Phuket Station in a few minutes. Please check your belongings before leaving the boat. Thank you and hope to see you again. Saigon Bus sẽ đến bến tàu thủy trong ít phút nữa. Quý khách vui lòng kiểm tra tư trang hành lý trước khi rời khỏi tàu. ल हामी चाहिँ बोट चढेर हिँड्न थाल्यौँ यो चाहिँ मेरो साइडको भ्यू हो के अरे मेरो साइडबाट चाहिँ के देख्छ त्यही यो साइडमा चाहिँ हामी आएको थिएन यस्तो रहेछ यो पुल क्रस गरेर हामी जाँदैछौँ यतिकै नै राम्रो यो ब्रिज क्रस गरेर हामी लाग्यौँ उल्टो साइडमा हाम्रो लेफ्टमा चाहिँ झन् राम्रो थियो हामी चाहिँ राइट साइडमा गयौँ यो चाहिँ द हलमार्क यता चाहिँ यस्तो सिटी रहेछ हामी चाहिँ यो पुलको उता चाहिँ गएको थिएन आज यहीबाट हेर्नु
नगरिकन जा भनेछ Thank you. And come back? Okay. Okay. यो लास्ट स्टेसन रहेछ अर्को ठाउँमा आयो अब यहाँ घुमेर अनि फेरि ब्याक आउने भन्दा भनेछ त्यो चाहिँ इसाराले भन्ने हो इङ्ग्लिस खासै नबुझ्ने रहेछन् हाम्रो इङ्ग्लिस र यिनीहरूको आउँदै नआउने एउटै रहेछ अब चाहिँ यहाँ घुम्ने होला यसो खानपिन रमाइलो के छ हेरौँ है राउन्ड एक सर हिँडौँ न वाटर बस अब यहाँ आमालाई घुमाउनु लिएर चाहिँ हिँड्नु नसकेर कति राम्रो बिल्डिङ हो त्यो त्यही त नि Oh my god. त्यो टावर चाहिँ माथि माथिसम्म छ नि लाइट कहिलेकाहीँ मात्रै बोल्छ डेन्जर टावर है कति ठुलो बिल्डिङ के यहाँदेखि उतै राउन्ड लाग्छ के बिल्डिङ हो ए यो रहेछ यो ल हामी चाहिँ ब्याक हुँदैछौँ फेरि बोटमा त्यसपछि बोटबाट नओर्लिने भनेको त ओर्लिनै पर्ने रहेछ नि त यो बिल्डिङ थाइल्यान्डमा त सबै कुरा एकदम उस थियो यहाँ चाहिँ अलिकति सानो ल अब चाहिँ जाम है त ब्याक र अब चाहिँ हामी फेरि फर्किन लागेको फर्किँदाखेरि चाहिँ हामी अदर साइडमा पऱ्यो फेरि अब ब्याक टु सेम पोर्ट जाँदैछौँ गएर यतापट्टि चाहिँ के रहेछ हेरौँ है अघि मैले एकछिन त उभिएर हेरेको थिएँ बाहिर गएर यस्तो रहेछ झिलिमिली होचिमिन सिटी देखे जस्तो त नहुने के है क्यामेरामा के हो हेर्नु न म आँखाले त सबैलाई देखाऊँ आफूले देखेको कुरा हामीले आँखाले देखे जस्तो त हुन्न तर पनि मेरो छोराछोरी मेरो चिन्ने जान्ने बुझ्ने सबैले हेरौँ भनेर चाहिँ मैले यति दुःख गरेर खिचेछु सबैले हेर्नु होला एउटा सब्सक्राइब गरिदिनु होला अनि हेर्नु होला है यस्तो राम्रो राम्रो ठाउँहरू घरमा सुती टिभीमा हेर्नु होला मैले युट्युबमा हालिदिन्छु अब अरू केही सेवा गर्नु सकिएन बुढेसकालमा यति सेवा चाहिँ घरमा मान्छेहरूलाई सुती उपर खुट्टे लाएर हेर्ने मौका दिउँ भनेर अनि तपाईँहरूलाई पनि यहाँसम्म आउन मन आओस् भनेर मैले भिडियो बनाएको छु के जस कहिलेकाहीँ दुःख गर्ने कहिले सुख यस्तो रमाइलो पनि गर्नुपर्छ लाइफमा मरेर त हामीले केही पनि लाने होइन इन्जोय गरौँ
कहिलेकाहीँ दुःख पनि गरौँ होइन, यही हो लाइफ। रमाइलो छ यस्तो। जस्तै हाम्रो लन्डनमा पनि थेम्स रिभर बिचमा छ नि, त्यस्तै थाइल्यान्डमा पनि यस्तै बिचमा थियो र यहाँ पनि सेम रहेछ। थाइल्यान्ड त एकदम बिगेस्ट छ भियतनामभन्दा, तर भियतनाम पनि नट ब्याड, एकदमै राम्रो छ। अनि खानाहरू चाहिँ मलाई थाइल्यान्डको, म चाहिँ भेजिटेरियन भएको नाताले मलाई चाहिँ थाइल्यान्डमा चाहिँ सी फुडको धेरै पाइन्थ्यो। यहाँ चाहिँ मैले धेरै खानेकुराहरू पाएको छु, खानाहरू जस्तो इन्डियन फुडहरू त रेस्टुरेन्टहरू त ठाउँ ठाउँमा छँदैछ। त्यही पनि यिनीहरूकै खानाहरू पनि धेरै मिल्दो रहेछ क्या हामीलाई। राइस खाँदो रहेछ यिनीहरूले, अनि सुप जस्तो, अनि त्यो फो भन्नाले त्यो नुडल हालेको सुप होइन, कस्तो टेस्ट डिफ्रेन्ट तर नाइस टेस्ट के, सोया ससको जस्तो। जस राम्रो छ, खानपिनहरू पनि राम्रै छ, मिल्छ हामीसँग। जस एकचोटि चाहिँ घुम्न आउनुपर्छ, राम्रो ठाउँ छ। हामी चाहिँ यहाँ 3 दिन बस्यौँ, अब अझै 2 दिन बाँकी छ। 2 दिनपछि चाहिँ हामी अर्को ठाउँमा जान्छौँ। त्यहाँको पनि म सक्दो एभ्रिडे भ्लग हाल्ने प्रयास गर्छु। म सन्चो भयो भने म स्टिल रुगामै छु, त्यही पनि मैले लिइराखेको छु भिडियो चाहिँ। एभ्रिडे अलिकति भए पनि म राख्ने कोसिस गर्छु। हेर्नु होला, एकदम राम्रो छ। मैले पनि यो किन राखेको भिडियो भने मैले पनि पछि बुढेसकालमा अब घुम्नु जानु नसकेको बेलामा भिडियोहरू हेर्ने, मुभीहरू हेर्ने गरेर दिन काट्नुपर्छ हामीले पनि बुढेसकालमा। त्यो दिनहरू हामीले अहिले थाहा पाएर यस्तोहरू राख्नुपर्छ क्या, मेमोरी। मलाई चाहिँ त्यस्तो लाग्छ है। मैले चाहिँ त्यसरी राख्नलाई भनेर भर्खरै लास्ट इयरदेखि अलिअलि राख्न थालेछु। मलाई चाहिँ पहिल्यैदेखि यस्तो केही भयो त राख्नु पाएँ त भन्ने चाहिँ नहुने, मेसो नजोड्ने कि। अहिले चाहिँ मलाई जोडेको छ। जस राम्रो छ। ल हेर्नु होला, मेरो गफ सुन्नुभन्दा पनि हेर्नु होला है। यहाँ पनि एकदमै सेलिब्रेसन गर्दो रहेछ। बुझ्नु पऱ्यो। डिफ्रेन्ट कलर चेन्ज हुँदो रहेछ। अहिले वाइट, ब्लू, अनि रातो पनि हुन्छ, सेतो, निलो, हरियो सबै हुँदो रहेछ क्या। हाम्रो नि अब डेस्टिनेसन आइपुग्नु लाग्यो। हामी चाहिँ धेरै नघुमेको भोमिट आउँछ कि मलाई, टाउको दुख्ने भएर नघुमेको, तर नआउँदो रहेछ मलाई। एकचोटि उता लन्डनले उता घुम्नु जाँदाखेरि यसरी वक गएको याद आउँछ कि मलाई। झन्नै म त ढलेको कि, पागलै भएको, त्यस्तो भएको। त्यही भएर मलाई लामो बाटो हिँड्नु मन लाग्दैन। sẽ đến bến tàu thủy Thủ Thiêm trong ít phút nữa. Quý khách vui lòng kiểm tra tư trang, hành lý trước khi rời khỏi tàu. Xin cảm ơn và hẹn gặp lại. Saigon Water Bus will be arriving at Thủ Thiêm Station in a few minutes. Please check your belongings before leaving the boat. Thank you and hope to see you again. Saigon Water Bus sẽ đến bến tàu thủy Thủ Thiêm trong ít phút nữa. Quý khách vui lòng kiểm tra tư trang, hành lý trước khi rời khỏi tàu. Xin cảm ơn và hẹn gặp lại. Saigon Water Bus will be arriving at Thủ Thiêm Station in a few minutes. Please check your belongings before leaving the boat. Thank you and hope to see you again. Saigon Water Bus sẽ đến bến tàu thủy Thủ Thiêm trong ít phút nữa. Quý khách vui lòng kiểm tra tư trang, hành lý trước khi rời khỏi tàu. Xin cảm ơn và hẹn gặp lại.
Selangor bus will be arriving at Pupin Station in a few minutes. Please check your belongings before leaving the boat. Thank you, and we hope to see you again. Selangor bus sẽ đến bến tàu thủy Thủ Thiêm trong ít phút nữa. Quý khách vui lòng kiểm tra tư trang, hành lý trước khi rời khỏi tàu. Xin cảm ơn và hẹn gặp lại. Selangor bus will be arriving at Thủ Thiêm Station in a few minutes. Please check your belongings before leaving the boat. Thank you. ल हामी चाहिँ घुमेर आउट भइसक्यौँ थ्याङ्क यू हामी चाहिँ अब रमाइलो भयो घुम्यौँ नाइटमा एकदम रमाइलो लाग्छ कि मलाई त त्यस्तो घुम्नु गर्नु त्यही भएर हिजो यहीँसम्म आएको टिकट काट्न आएको पनि फर्केर गयौँ आज चाहिँ रमाइलो भयो अब भोलि नि नाइटमा बस चढ्ने हो हामी मेरो इच्छा छ नाइट बस चढेर टन्न घुम्नु सरी यहाँ चाहिँ समथिङ रङ भएको थियो कि यहाँ 1 घन्टा 2 घन्टा जति यहाँ एम्बुलेन्स आएर के भयो तर हामीलाई थाहा भएन ल अब चाहिँ ट्याक्सी बुक गरेर जाऊँ घरतिर जानुपर्छ होला थाक्यो घरमा रेस्ट पनि गर्नुपर्छ मलाई त एकदम धेरै रेस्ट चाहिन्छ अब घर जानुपर्छ होला होइन बुढा तिम्रो फोन ल्याउ त ल हामी यता साइडमा बसौँ आउनु ल हामी चाहिँ अब जान्छौँ है घरतिर ल भाइ